छिटो हो माथि चाहिँ काफल छ अरे काफल च्याउ खोज्नु हिँडेको मान्छे हो है च्याउको रुख नै नचिनेर पो अलिक बर्बाद भयो है च्याउ खोज्नु हिँडेको मान्छे हामी च्याउको रुख नचिनेर अलिकति कन्फ्युज भयो ल बताइदिनु पर्यो च्याउको रुख कस्तो हुन्छ हाम्रो च्याउको विशेषज्ञ चाहिँ उहाँ हुनुहुन्छ है तर उहाँ आज अलिकति 1 बोतल लाउने ठाउँमा 2 बोतल लाउनु भएछ अलिकति होइन अनि अलिकति कन्फ्युज भइरहेको छ ऊ तलको ठुलो ढुङ्गा माथि कसले फाल्दियो हो झन्डै हाम्रो ग्रुपमा आइपुग्यो यसपालि यो जङ्गलमा चाहिँ अलिक धेरै बाँदरहरू पसेछ क्या हामी एउटा आज एकजना ढेँडो खाबर खोजिकन आएको है बुढा खै टन्नै छ ए होइन बाँदर मात्रै रुखमा चढ्छ भनेको त ढेँडो पनि चढ्दो रहेछ क्या हो यहाँ हेर्नुहोस् त लु मैले त अहिलेसम्म बाँदर मात्रै रुखमा चढेको देखाएको थिएँ है तर ढेँडो पनि चढ्दो रहेछ लु ओहो ल ल त है टिपी खानु पर्यो ल काफल टिपी खाने भन्दा किनी खानु नै सजिलो होला जस्तो लाग्यो म त यो काफल नि टिपी खाने भन्दा खोजी खानु भन्दा बरु किनी खानु नै ठिक लाग्यो